आज हामी चाहिँ पाँचथर जिल्ला प्रेमवाद समाजको जिल्ला सेमिचोङ फिलिममा अवस्थित रहेको जिल्ला सेमिचोङ आइपुगेका छौँ र आज हामी त्यहाँ अन्तर्क्रिया गर्दैछौँ। सेमिचोङ त्यहाँनिर देखिँदैछ। यो चाहिँ फिलिम पल्लो टारमा रहेको हाम्रो जिल्ला सेमिचोङ यस्तो आनन्दको ठाउँमा रहेछ। आज चाहिँ मौसमले पनि यस्तो साथ दिएको रहेछ कि आकाश पनि खुल्ला निलो, हाम्रो सेमिचोङमा 7 कलरको झन्डा मजाले। सेवाग्मी उपाजी लु फिल्म सेमिचोङ आइपुगे है हजुर। हजुरलाई धन्यवाद धेरै धेरै हाम्रो केन्द्रबाट आइपुग्नु भएको छ। हाम्रो फिल्मको सेमिचोङ आइपुग्यो। खोइ हाम्रो अध्यक्ष मम्मी सचिवज्यूहरू कता हुनुहुन्छ? भित्र पर्खिएर बसिराख्नु भएको छ। ल उपाज्यूलाई मैले बाटोमै भेटेको छु, यता हुनुहुन्छ होला, पर्खेर बसिराख्नु भएको। सेमिचोङको लभिजम किचन, ओहो युवा सङ्घका उपाज्यू कोष अध्यक्षज्यू, लभिजम किचनमा के पाक्दैछ? आज मिठो युवा अध्यक्षलाई ल बल्ल बल्ल भेट्न पाइयो। लभिजम किचनमा के पाक्दैछ हो? आज हामी अन्तर्क्रिया गर्दैछौँ है हजुर। ल हाम्रो यता हाम्रो बहिनीसँग पनि भेट भयो है। अब कार्यक्रम सुरुवात गर्नुपर्ने। सेवाङ्मी पर्खेर बसिराख्नु भएको रहेछ है। हाम्रो अन्तर्क्रियाको लागि रेडी रहेछ। कार्यक्रम अगाडि बढ्नु मात्रै बाँकी। ल जिल्ला सेमिचोङमा चाहिँ यस्तो रहेछ हो, सबै महान हस्तीहरूको फोटो। सेमिचोङ जिल्ला सेमिचोङ छ तयारी अवस्थामा। ल सेवाङ्मे है हजुरहरूलाई हाम्रो अनि ठिकै हुनुहुन्छ सरहरू? ल जय प्रेम। प्रकाश सर ल अध्यक्ष मम्मी कता हेर्दैछु म त यता हुनुहुँदो रहेछ। ल सेवाङ्मी जय प्रेम नारी अध्यक्षज्यू। ल हो र होइन सुरु गर्दै गरौँ भनेको थियो। आज मिति 2083 साल असारको 21 गते यो मानव खाएर मोरी उब्जाउने दिन भन्छ। यस्तो समयमा हामी अत्यन्तै महत्त्वपूर्ण भेला बस्न लागिरहेका छौँ। केन्द्रबाट हाम्रो केन्द्रीय महासचिव कोषाध्यक्षज्यू, युवा सङ्घबाट कोषाध्यक्ष अनि हाम्रो सदस्यज्यू आइसक्नु भएको छ र जिल्लाको विभिन्न पदाधिकारीहरू अनि जिल्लाको युवा नारीबाट पनि हामी छौँ र विभिन्न पालिकाबाट र यहाँ फिलिम नगरपालिकाबाट चाहिँ वडाहरूबाट पनि केहीजना छौँ। यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै आजको यो हाम्रो अन्तर्क्रिया भेटघाट यो छलफल कार्यक्रमलाई म छोटो औपचारिक रूपमा अगाडि बढाउने अनुमति माग्छु। सर्वप्रथम अध्यक्षता आसन ग्रहण गरिदिन हुनको लागि हेभेन्ली निर्माणा पाठ नेपाल जिल्ला शाखा पाँचथरको अध्यक्ष भक्तिमाया केपसाकीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो केन्द्रीय हाम्रो अतिथिज्यूहरूको आसन ग्रहण हुँदै गर्दा हामी थालीले स्वागत पनि गर्नेछौँ र हाम्रो बसाइ यो कुर्सीहरू खाली छ, यतैतिर आएर गइदिनको लागि म अनुरोध गर्छु सबैजनालाई। केन्द्रीय सदस्य युवा नेपालको केन्द्रीय सदस्य सनम बोताङज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुनको लागि हेभेन्ली निर्माणा पाठ नारी नेपाल जिल्ला शाखा पाँचथरको अध्यक्ष मनकुमारी नेमाङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। हेभेन्ली निर्माणा पाठ युवा नेपालका प्रतिनिधि सचिव हुनुहुन्छ शिल्पा माकुयाङज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्छु।
पालिकाहरूको हाम्रो प्रतिनिधिजी हुनु यहाँ मेक्लाजुङबाट प्रतिनिधि हुनुहुन्छ भने त्यसरी नै हाम्रो जिल्लामा आइपुग्नु भएको छ आज भएको छ र अब यो हाम्रो जिल्लामा पनि आज आइपुग्नु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै अबको हाम्रो अन्तर्क्रिया छलफल हाम्रो जति पनि अब सेलाएका छौँ होइन, कति सेलाएका छौँ, कति नगरको नारी अध्यक्ष बनेर अब अस्तिको अधिवेशनदेखि चाहिँ म जिल्लामा गएको छु। तर जिल्लामा म गएर धेरै काम कुनै पनि गर्न सकेको छुइनँ। जिल्ला भएपछि अलिक टाढा हुँदा रहेछु। नगरमा चाहिँ मैले राम्ररी नै चलाएको थिएँ जस्तो लाग्छ र यात्रीदेखि केन्द्रीय साङ्गठनिक कुरोहरू आउने कुरो जुन विषयवस्तु राखिएको छ यसमा चाहिँ कस्तो लागिराखेको अहिलेको अवस्था छ भने आर्थिक पक्षमा अलिकति ध्यान दिएर केन्द्रदेखि एउटा विधान आउनुपर्छ। हाम्रो युवाहरूलाई, हाम्रो गाउँमा बसेका कृषकहरूलाई अब चाहिँ गाउँमै बस्ने खालको वातावरणको लागि एउटा सामूहिक खेतीदेखि लिएर, जस्तै मेरो गाउँ रुङथाङमा अदुवा र बेसार भनेको त्यत्तिकै जङ्गलमा पनि फल्ने कुराहरू हो। त्यसलाई व्यवस्थित गरेर सामूहिक खेती गरेर वा व्यक्तिगत रूपमा युवाहरूलाई प्रोत्साहन दिउँ भने त्यहीँ गरेर स्कुलिङ मिल्यो भने हामीलाई काम गर्नु सजिलो जस्तो लाग्छ। अनि अब अरू कुराहरू चाहिँ सबै कुराहरू मिलाउँदै लाने कुरा हो। अनि धेरै कुराहरू मैले यहाँनिर गर्दाखेरि केही कुराहरू टिपेको जस्तो लागेको छ मलाई होइन। अब मेरो आउँदोहरूको भएको त्यस कारणले गर्दाखेरि होइन, हजुरहरू जति पनि हुनुहुन्छ हामी लिडर्सहरूले चाहिँ कसरी भूमिका निभाउने हो, कसरी हामीले कन्भिन्स गराउन सक्छौँ होइन उहाँलाई निकालेका हाम्रो यात्रीज्यूहरूलाई होइन, उहाँहरूलाई फकाएर हुन्छ कि होइन हुन्छ, हजुरहरूले त्यो खालको भूमिका खेल्नुपर्छ जस्तो मलाई लाग्छ। र जुन खालको भूमिका आज हामीले खेलिरहेका छौँ हाम्रो जिल्ला लेभलमा त हाम्रो जिल्ला गर्ने भनेर चाहिँ अब एक खालको योजनाहरू त बनाइरहेको गरौँ भनेर त्यहाँ त अब हामी त अब जिल्लाको टिम हरेक अब फोन गर्दै गर्दाखेरि पनि प्रायः जस्तो सबैजनालाई नैरेसता भएको हो कि त्यस्तो मलाई चाहिँ आवाज भएको कति कल गर्दै गर्दाखेरि अहिले पनि त हामीले अझै यहाँनिर धेरैजना लिडरसिपहरू चाहिँ सहभागी भएर आजको अन्तर्क्रिया छ यहाँको फलानी सिमसरबाट बास गर्नु यो इँटाहरू तपाईँलाई फेरि पछिबाट बन्द भइदियो। अब म सम्झाउन बुझाउनु कोबाट म चाहिँ कम बेच्दा पनि बेच्दैछु के भएको कारणले पुरै हजुरले कुरा राख्दै अनि प्रभाव बहिनी पनि भन्नु अर्को विषयमा उहाँहरू के गर्नुपर्छ भने अब यसलाई पालिकालाई त अवश्य थाहा हुँदैन र मात्र आदेशमाथिबाटै के हुन्छ त्यो अनुसार हामी काम गर्ने भन्ने नै सबैजना हुनुहुन्छ।